सबैलाई दर्शकबिनहरू हाम्रो देशमा के हुँदैछ त यस्तो जताततै लुटपाट आगो लागिदेखि लिएर मान्छेको मृत्यु गोली हानाहान अब के हुँदैछ त यहाँ देशमा के हुन लागेको यस्तो अब के हुन्छ त ऋषि धमलाजीले पनि एकदमै जिज्ञासा लिनु भएको छ कि अब के हुन्छ यो देशमा अब के होला त अब के होला देशमा अब के होला देशमा अब के हुन्छ देशमा त्यसैले त्यही त 15 गते जुन भयो नि घटना त्यसमा एकदमै दुःखद लागेको छ दुःखदायी घटना घटेको छ पत्रकारको मृत्यु भएको छ अन्य मान्छेहरू घाइते भएको छ र भाटबढीदेखि लिएर अरू अन्य चित्रहरू जलेको छ नष्ट खरानी भएको छ र धेरै भन्दा धेरै घाटा भएको छ मानिसहरूलाई के हुन खोजेको त यहाँ भन्ने विषयमा म साह्रै दुःखी छु चिन्तित छु म ल अब तपाईहरु विस्तारमा यो भिडियो हेर्नुहोला जसमा दुर्गा प्रसाईले प्रदर्शनकारीको बीचबाट गाडी हुइआएका छन् कालो चस्मा लगाएका र हातमा रुद्राक्ष बाँधेका प्रसाईले झ्यालबाट हात निकाले ओ माय गॉड म त हेरे भयो दुर्गा प्रसाईले त्यस्तो हुलमुल भिडभाडमा प्रहरीको घेरा तोडेर दबङ स्तरमा उठे दबङ दबमे तो आ गयो बाटो खाली ग या 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 भन्ने एउटा गीत त्यसै नि पहिला आयो साइकल मन्त्री बाटो खाली गर भने जस्तो गरेर हैन गुडाएर गाडी कुटेर त्यत्रो पुलिसहरुलाई पनि ठेलाम ठेल गर्दै गाडी अगाडि बढाएर अनि त्यसपछि फेरि त्यो जनताहरुलाई भन्न आन्दोलनमा आउनेहरुलाई भनेको आउ 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 भने त त्यो अब बाटो खुलायो अब आइज अगाडि आइज पुलिसहरु हल्के भन्नु खोज्यो होला उहाँले आउ आउ भने छ खुदा छ आउ आउ भने छ खुदा छ बुझा सुन किन बुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाले पालन जन्मेको राजाले कति राम्रो गरेको थियो हैन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो जागिर नै गयो तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित सरकार राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नु त अब के गर्ने रुने भाइ अब के गर्नु मैले अब 2 दिन लागि गइहाल्यो मेरो हाम्रो साथी दुई डलर प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक काठमाडौँको तिनकुनीमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको पुलिसको बन्दुक खोजेर हिँडिरहेछ हैन दिन लागेछ दिन यो के हो पारा तर खतरा हो मान्छे डेन्जर हो पुलिसको बन्दुकै खोजेर दिन लागेछ आ पारेर तर एकदम डेन्जर खतरा मान्छे डेन्जर ओ माय गॉड आँट्दै खतरा हो बबाल उनीहरु 10,000 जुटाउँछन् भने हामी 1 लाख उनीहरु 1 लाख जुटाउँछन् भने हामी 10 लाख उनीहरु 10 लाखको कुरा गर्छन् हामी 1 करोड ल्याएर तिनको जवाब दिन्छौं केपी ओली शेरबहादुर देउपा प्रचण्ड माधव कुमार नेपालको ठुस्स परेको त गनाउने मुख त्यो बाबुराम प्याक गरेछ छ केपी ओली किडनी फेल सक्यो अब तेरो खेल ये पैसे देकर बुलाई गई भीड़ नहीं है
जबरदस्ती ट्रकों में भर भर कर लाए गए लोग नहीं है ये सब अपने आप आए हैं और इनके दिलों में विश्वास है ये अच्छा आदमी है ये अच्छा नेता है ये हमारा भविष्य सुधारेगा ये अच्छी सरकार राजवादी जमे तुझा माओवादी पार्टीको शान्त छ जडीबुटी हो सर जडीबुटी चोक सेनाले आफ्नो पोजिसन लिइसक्नु भएको छ ढुङ्गामुढा हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सर्वसाधारणलाई चाहिँ घर जानको निम्ति यहाँ आग्रह गर्दै हुनुहुन्छ। यहाँनिर सरकारी गाडी जलिरहेको हामी हेर्न सक्छौँ। ओ माई गॉड, के भयो?
ऊ यहाँबाट हुनेछ अनि यो चाहिँ प्रहरीकै कारणले गर्दाखेरि चाहिँ घर चलेको छ प्रहरी चाहिँ जनताको घरभित्र बसेर चाहिँ त्यहाँबाट असुल ग्यास प्रहार गरिएको थियो र उक्त राजावादीहरूले चाहिँ यस घरलाई ढुङ्गामुढा गरेर सबै तोडफोड गरी आगो लगाइदिएका छन्। आजको भिडियो यति नै। आगामी दिनहरूमा तपाईँहरूलाई फेरि देखाउनेछु, तर तपाईँहरूले सब्सक्राइब बटन क्लिक गर्नु भएको छैन भने सब्सक्राइब बटन क्लिक गर्नुहोला, लाइक गर्नु छैन भने लाइक गर्नुहोला, सेयर गर्नु भएको छैन भने सेयर गर्नुहोला र सधैँभरि तपाईँहरूको साथ र सपोर्टको आवश्यकता छ मलाई। र आगामी दिनहरूमा यस्तै यस्तै भिडियोहरू, यस्तै यस्तै जानकारी चेतनामूलक भिडियोहरू तपाईँहरू सामु लिएर आउनेछु। र आजलाई म बिदा लिन चाहन्छु। हस्त बाई बाई। लेट्स गो। जय देश जय नेपाल।